बैतडीका गाउँ-गाउँमा भाइरल ज्वरोको प्रकोप देखिएको छ। मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीहरू बढेका स्वास्थ्य कर्मीहरूले बताएका छन्। जिल्ला अस्पताल बैतडीमा उपचारका लागि आउने बिरामीहरूमध्ये सबैभन्दा बढी भाइरल ज्वरोका बिरामी रहेका बताउनुहुन्छ जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्त। टोटल बिरामी मध्ये म्याक्सिमम चाहिँ 40% जति भाइरलकै छन्। अहिले भाइरल फिभरको कति छन् आउँछ ठिकै चाहिँ आउने चाहिँ दैनिक मध्ये लगभग 100 गजब छ। त्यो मध्ये चाहिँ आउँछन् सदा भाइरल, अरू खाली भाइरल ज्वरो मात्र भनेर चाहिँ 10% अरू चाहिँ अरू भाइरलका सिम्टम लागेर अरू सबै उ गर्दाखेरि 43% आउँछन् कि टोटल। भाइरल ज्वरो भनेको अब यो खासमा भाइरल भन्ने बित्तिकै भाइरसबाट हुने शब्दले नै भन्छ। त्यसले गर्दाखेरि संक्रमण हुने हो। त्यो भाइरलले गर्दाखेरि रेस्पिरेटरी ट्र्याकमा श्वास प्रश्वास मार्गमा संक्रमण भएर देखिने ज्वरो आउने, रुगा खोकीहरू लाग्ने, हाच्छिउहरू आउने, नाक बन्द हुने, घाँटी चाहिँ चिलाउने, घाँटी चाहिँ सुक्खा हुने जस्तो लक्षण धेरै उ भयो भने तल फोक्सोसम्म गयो भने छाती दुख्ने, खोकी लाग्ने, खगार आउने लगायत निमोनियासम्मै हुनसक्छ। कसैलाई चाहिँ धेरै बढ्यो भनेपछि छातीको संक्रमण गराएर भाइरल निमोनिया सहित गराउन सक्दछ। जिल्ला अस्पतालमा दैनिक आउने बिरामी मध्ये अधिकांश भाइरल ज्वरोका बिरामी रहेको पाइएको छ। यस्तै अहिले जिल्ला अस्पतालमा मात्रै नभएर सबैजसो स्वास्थ्य चौकी र क्लिनिकहरूमा समेत भाइरल ज्वरोका बिरामीहरूको चाप उच्च रहेको पाइएको छ। पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत श्री अहेव इन्द्र विष्ट। प्राथमिक स्वास्थ्य केन्द्रमा सर अब भाइरल ज्वरोको बिरामीहरू मौसमी रुगा खोकी भनौँ हैन, त्यस्तो किसिमको चाहिँ बढी देखिया छ। दैनिक 60 देखि 100 जनाको बिरामीको हाराहारीमा चाहिँ 35-40 जना जति भाइरल ज्वरोको देखिया छ। त्यो मौसम परिवर्तनले गर्दाखेरि अब के छ भने चिसोबाट यो गर्मी मौसम सुरुवात भए लगत्तै अब शरीरले पनि त्यस्तो प्रतिक्रिया देखाउँछ हैन। अब मौसमको कारणले चाहिँ एलर्जेनहरू यो रुख बिरुवाहरू पलाउने अनि परागहरू उड्ने वायुमण्डल अलिक प्रदूषण भएर चाहिँ हावा मार्फत चाहिँ त्यो चाहिँ सर्ने किसिमको यो भाइरल ज्वरो भाइरसले गर्दाखेरि समुदायमा फैलिरहेका छ। यो सँगै अहिले प्राय जसो जिल्लामा ज्वरो आउने, घाँटी दुख्ने लगायतका लक्षण भएका बिरामीहरू बढ़िरहेको पाइएको छ। पुनः सूचना अधिकारी पन्त। खासमा यो हाम्रो अहिलेको यो हावा चल्ने हावाहुरी डस्टहरू धेरै हुने हुनाले नाक बन्द हुने, घाँटी दुख्ने, नाक बन्द हुने, त्यो श्वास प्रश्वास सम्बन्धी समस्याहरू बढी देखिने हुन्छ कि फोक्सोतिर डस्ट गएर त्यो चाहिँ निमोनिया बनाउने, धेरै कसैलाई त अब कसैलाई माथिल्लो घाँटीहरू बन्द भएर त्यो टन्सिलहरू बन्ने, त्योहरूको घाँटीको संक्रमण भए फेरिन्जाइटिसहरू भन्छन्, त्यस्ता समस्याहरू बढी देखाउँछ कि अहिले। जिल्ला अस्पताल बैतडीको तथ्याङ्क अनुसार उपचार गराउन आउने मध्ये दैनिक 50 जना भन्दा बढी भाइरल ज्वरोका बिरामी पुग्ने गरेको देखिएको छ। भाइरल ज्वरो लगायतका प्रकोपबाट बच्नका लागि शुद्धिकरण गरिएको पानी मात्रै प्रयोग गर्नुपर्नेमा स्वास्थ्य कर्मीहरूले जोड दिएका छन्। रेडियो निङ्लासेनी गोविन्द पन्त बैतडी।